झापा चाराली नजिकै रहेको निचा जोडामा 50 रुपियाँको टिकट काटेर के हेर्न पाइन्छ त। यो सुन्दर दृश्य 50 रुपैयाँ। यो चाहिँ केटाकेटीले खेल्ने सानो खालको ट्राम्पोलिन हो रे, मतलब थियो रे। मात्र 50 रुपैयाँ। भगवान शिवले गणेश भगवानको टाउको काटेपछि जुन हात्तीको टाउको काटेर फेरि गणेश भगवानलाई जोडिदिनु भएको थियो, त्यो हात्तीको बाँकी रहेको जिउ कहाँ छ होला थाहा छ? यहाँ छ नि। मात्र 50 रुपैयाँ। केटाकेटीलाई खेल्न खेल त राखेको थियो, तर त्यहाँसम्म पुग्ने बाटो नै देखिन। अनि यसो खोजेको त बढी नयाँ डिजाइनको गाडीवाला बाटो रहेछ। फेरि सिधा हिँड्यो भने चाहिँ कुन सर्पले कति बेला ठुङ्ने हो थाहा छैन। अनि हिँड्दा चाहिँ बुरुक बुरुक यसरी उफ्रिँदै भाग्नु पर्ने रहेछ। मात्र 50 रुपैयाँ। परबाट हेर्दा माछा राख्ने पोखरी जस्तो लागेर हेर्न गएको, तर यो त माछा राख्ने पोखरी पो रहेछ। मात्र 50 रुपैयाँ। यो पोखरी माथि हरियो हरियो के होला भनेर सोचिराख्नु भएको छ भने यो चाहिँ पोखरीको पानीलाई माथिबाट फोहोर नलागोस् भनेर छोपिदिनु भएको रहेछ। विदेशको समुद्रमा मात्र आइल्यान्ड हुन्छ भनेर सोच्नु भएको होला। लु हेर्नुस् त, हाम्रै गाउँ घरमा पनि कति टुप्लुक्क परेको टापु छ। मात्र 50 रुपैयाँ। यो बोटहरू पुरा उदास भएर पल्टेको देखिन होला भनेर यसो आँखा डुलाको त सबै लाइफ ज्याकेटहरू धरतीबाट मुक्त भएर धुरीमा पुगिसकेका रहेछन्। मात्र 50 रुपैयाँ। यस्तो सुन्दर शान्त वेल म्यानेज निचा जोडा घुमेपछि मेरो 40 रुपैयाँ चाहिँ असुल भयो। बाँकी 10 रुपैयाँको लागि चाहिँ टोइलेट जानु पर्यो भनेको टोइलेट त पुग्न साथ मेरो अक्सिजन लेभल त स्वाट्टै घटिहाल्यो नि। अनि यो धारा चाहिँ पानीको धारा सोच्नु भएको होला। टोइलेट पसेपछि जुन अक्सिजन घट्छ त्यो अक्सिजन बढाउनलाई यो धाराले अक्सिजन चाहिँ दिने गरेको रहेछ। तर यो निचा जोडा सधैँ यस्तो राम्रो थिएन है। एक समय यहाँ टाढा टाढाबाट मान्छे घुम्न आउँथे, भिडियो सुट हुन्थ्यो र पिकनिकको सिजनमा त यो पुरै प्याक हुन्थ्यो। तर अहिले यसको सुन्दरता यति बढ्यो प्राय मान्छेले यो सुन्दरता अफोर्डै गर्न सक्दैनन्। तपाईँ चाहिँ एकचोटि पक्कै आउनु होला है त हाम्रो प्यारो निचा जोडामा।